हरेक सहरमा एउटा यस्तो ठाउँ हुन्छ जसलाई सहर बिर्सन चाहन्छ। काठमाडौँको त्यो ठाउँ हो केन्द्रीय कारागार, नेपालको सबैभन्दा पुरानो उभिरहेको जेल। 1.5 शताब्दीभन्दा बढी समयदेखि यसले राजाका दुश्मन, प्रजातन्त्रका लडाकु र मात्र दुर्भाग्यशाली मानिसहरूलाई थुनेको छ। आज पनि यसका ढोकाहरू खुल्छन् र बन्द हुन्छन्। केन्द्रीय कारागार 19औं शताब्दीको मध्यमा राणा शासनले स्थापना गरेको थियो। त्यो समय कैद गर्नु शासनको सामान्य अभ्यास जस्तै थियो। यहाँ पठाइनु केवल सजाय थिएन, यो समाजबाट मेटाइनु थियो। राणा वंशले 1 शताब्दीभन्दा बढी नेपालमाथि शासन गर्यो, जहाँ असहमति बहस होइन, कैद मार्फत नियन्त्रण गरिन्थ्यो। आज केन्द्रीय कारागारमा 100औं कैदीहरू छन्, तर यो त्यति धेरै मानिसका लागि बनाइएको थिएन। नेपालको न्याय प्रणालीमा मुद्दाहरूको भारी बोझ छ र धेरै कैदीहरू अझै दोषी प्रमाणित भएका छैनन्। उनीहरू केवल आफ्नो पालो कुर्दै बसिरहेका छन्। जेलभित्र जीवन रोकिन्छ भन्ने लागे पनि वास्तवमा जीवन बाहिर अघि बढिरहन्छ। बच्चाहरू ठूला हुन्छन्, परिवार परिवर्तन हुन्छ, तर त्यो सबै तपाईँ बिना हुन्छ। यी पर्खालहरूले नेपालको इतिहास देखेका छन्। गणेशमान सिंह, विश्वेश्वर प्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराई जस्ता प्रजातन्त्रका नेताहरू पनि यहाँ कैद भएका थिए। पर्खालहरूले उनीहरूको आवाज दबाउने प्रयास गरे, तर उनीहरूको विचार र आवाज कहिल्यै रोकिन सकेन। महिला खण्ड कम देखिने ठाउँ हो, तर यसको आफ्नै गहिरा कथाहरू छन्। नेपालको कानुन अनुसार 5 वर्ष मुनिका बच्चाहरू आफ्नी आमासँग जेलमै बस्न सक्छन्। यसले आमालाई आफ्नो बच्चासँग समय बिताउने मौका दिन्छ, तर एक दिन उनीहरू छुट्टिनु नै पर्छ र त्यो वास्तविकता निकै पीडादायी हुन्छ। जेलभित्र केही कैदीहरूले नयाँ सिप सिक्ने अवसर पाउँछन्। उनीहरू पढ्न, लेख्न र काम गर्न सिक्छन्, तर अझै एउटा प्रश्न बाँकी रहन्छ कि जेलले मानिसलाई परिवर्तन गर्छ वा परिवर्तन भित्रबाट आउँछ। काठमाडौँ अँध्यारिँदै जाँदा केन्द्रीय कारागार शान्त हुँदै जान्छ। रात मानिसहरूका लागि सबैभन्दा इमानदार समय हुन्छ, किनकि त्यसबेला उनीहरूसँग केवल आफ्ना सोचहरू मात्र हुन्छन्। यी पुराना पर्खालहरूले धेरै मानिसहरूलाई आउँदै र जाँदै देखेका छन्, तर कथाहरू अझै बाँकी छन्। ढोका खुल्छ, ढोका बन्द हुन्छ र एक दिन कोही फेरि उज्यालोतर्फ निस्कन्छ।